हेलो गुड मर्निङ अल नमस्ते सबैजनालाई शुभ बिहानी भन्न चाहन्छु। अहिले चाहिँ म रियाद साउदी अरबको रियादबाट बोलिरहेको छु। गाइज वेलकम माई न्यू डे न्यू भ्लग गाइज। आज बिहानबाट भ्लग सुरु हुँदैछ र मेरो अस्ति आएँ होइन नेपालबाट 40 दिनको बसाइमा र अहिले चाहिँ 40 दिन बसाइसकेर यहाँ आइपुग्यो। अहिले अब ड्युटी आजबाट मर्निङ, हिजो रेस्ट गरेर आजबाट मर्निङ ड्युटी सुरु भएको छ गाइजहरू। त्यही हो, अब यता यस्तो छ, बिस्तारै चिसो हुन थालेछ। अब चाहिँ यहाँ अस्ति म जाँदाखेरिमा यो चाहिँ बन्दै थियो, यो बाटा हिँड्नु पर्थ्यो म यताबाट। अहिले चाहिँ यस्तो भएछ ल, यता पुरा कभर गरेर राखेको थियो। अहिले चाहिँ टक्क लाएर पुरै फिनिस बनाइसकेको छ 40 दिनभित्रमा लगाइजहरू। यो केही पनि बनाएको थिएन, यो हाल्दै थियो, यो माथि यो डन्डीहरू हाल्दै थियो, सिसाहरू केही हालेको थिएन। फिनिसिङ गरेर यस्तो बनाइसकेको छ। अचम्म 30-40 दिन त इनफ हुँदो रहेछ यिनीहरूलाई काम गर्नलाई। अरू के छ, सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अब यता पनि जाडो बढ्यो। जाडो चाहिँ अब बिस्तारै बिहानमा अब एक हप्तापछि त खत्रै चिसो हुन्छ, किनभने नोभेम्बर लगाइसक्यो नि त। अब डिसेम्बर त खत्रै हो। अब नोभेम्बर डिसेम्बर जनवरी यही हो, 3 महिना 3-4 महिना, फेब्रुअरीसम्म अलिअलि होला। नेपालबाट आएको अब हल्का अब क्लाइमेटको कारणले गर्दाखेरिमा हल्का अब उतार चढावहरू हुन्छ। रुगाखोकी सुर परे ज्वरै पनि आउन सक्छ क्या, त्यस्तो स्थिति हुनसक्छ गाइजहरू होइन। र यसो छ, यही हो यहाँको वातावरण, यस्तै छ। यता यस्तो छ, घाम पनि लागेको छैन। अब सायद घाम अलि एकछिनमा लाग्छ। रमाइलो छ गाइज। ल रमाइलो त के भन्नु गाइजहरू होइन, भर्खर अब नेपालबाट आइयो। अब त्यही हो, हल्का घरतिर साथीभाइ, अब घर परिवार, त्यही त हो। रमाइलो त खासै छैन, भए पनि अब रमाइलो मानेर चल्नु पऱ्यो, अगाडि बढ्नु पऱ्यो जिन्दगीमा होइन। र छुट्टी पनि कति चाँडो भ्याइयो सकियो, मलाई केही अन्दाज केही गर्न पाइएन, किनभने 1 महिनाबाट अलिकति 10 दिन त धेरै हो, 40 डेज। सो कति चाँडो भ्याइएछ मेरो भ्याकेसन। घुम्दा घुम्दा हिँड्दा हिँड्दा डुल्दा डुल्दा सकिएछ। ल यता चाहिँ यस्तै छ। अनि गाइजहरू भोलि चाहिँ मेरो छुट्टी छ होइन। अहिले चाहिँ ट्युसडे छुट्टी, मङ्गलबार। अनि सायद म चाहिँ अब नेक्स्ट विकबाट मन्डे नै लिन्छु। मन्डे नै लिउँ कि ट्युसडे नै लिउँ, मङ्गलबारै लिनु पर्ला जस्तो लागिरहेको छ। अब हेरौँ, अब फेरि नेक्स्ट विक छुट्टी सेड्युल के हाल्छ, सेड्युल के हुन्छ हेरौँ। अनि चाहिँ यहाँ पनि एउटा क्याफे ड्राइभ थ्रु छ सानो, यो पनि राम्रै चल्छ क्याफे, राम्रै सबै मान्छेहरू आउने बस्ने यस्तो छ। यो ड्राइभ थ्रु मात्रै हो, हल्का चाहिँ मान्छेहरू बस्ने आउने गर्छन्। त्यही हो गाइस। अब नेपाल जान त अब 1-1.5 वर्ष कुर्नुपर्छ, त्योभन्दा अगाडि जान पनि पाइँदैन। 1 वर्ष त कुर्नै पर्यो होइन, गल्ती यस्तै पऱ्यो भने त जानु नि पर्यो। घर परिवार आफूमा केही समस्याहरू प्रब्लम्सहरू भयो भने चाहिँ जानुपर्छ, नै भने चाहिँ 1 वर्ष 1.5 वर्षपछि त्यही हो, अरू केही छैन। म त अब भोलि छुट्टी छ, घुम्छु। के अरे भोलि अरे कस्तो मङ्गलबार छुट्टी छ। अनि आज आइतबार भयो, आइतबार सोमबार 2 दिनपछि। अनि त्यही हो, 2 दिनपछि छुट्टी आउँछ।
पर्सि घुम्नुपर्छ सायद यताउता, हेरौँ कस्तो हुन्छ। ल ल मऱ्यो के हो त्यो त, हिउ हु हा गर्छ नि यिनीहरू त, यहाँ साउदीहरू यिनीहरूकै छ जिन्दगी, टेन्सन छैन केही छैन, आफ्नै देशमा कतै जानु पर्दैन। ल गाइज अब फाइनल्ली अब काम गर्ने ठाउँ पनि आउनु लाग्यो मेरो क्याफे। सो म अब जान्छु र अनि कामसाम गरेर अब भित्र पसेर टक्क पहिला त एक कप कफी पिएर चट्ट हेर्नु पर्यो, काम गर्नु पर्यो। त्यही हो, अब दिनभरि दिन कतिखेर बित्छ वाक्क लाग्छ। दिन नबितेको देख्दा रात उताहरू रातिमा ड्युटी भएको भयो राम्रै हुँदैछ, बित्ने रहेछ चाँडै नै यताउता गरेर। हुन त अहिले दिन छोटिएको छ होइन, यो जाडोभरि दिनमै काम गरेर पनि राम्रै हो होला रातिमा भन्दा। हो यो चाहिँ नेसनल वाटर कम्पनी, अनि यो कचडाको गाडी कचडा लिन आएछ। कचडावाला चिनेको छ यार मलाई त, छ्या कस्तो हाँसो लाग्दो कुरो हो। हुन त अब चिन्दैमा के भएर बिचरा उनीहरूको नि ड्युटी हुन्छ, हाम्रो त यता पछाडि एउटा कचडाको डब्बा त्यो उठाउन आउँछ क्या, अनि त्यही भएर बिचराहरूलाई यसो जाडोमा कफी सफी दियो भने खुसी हुन्छ। सब यस्तै छ गाइजहरू, र सबैको दिन राम्रो बितोस्, शुभ दिन पनि भन्न चाहन्छु। र यता क्रस भौँ है पहिला। ओ हो हाँ दादा কি লাগবো, কি খবর? ভালো। अनि चाहिँ राम्रो बितोस् सबैको, सबैजनाको राम्रो दिन बितोस्। अनि चाहिँ अर्को भ्लगमा सायद म भोलि अर्को भ्लग बनाउँछु, या पर्सि छुट्टीको दिन बनाउँछु। पर्सि छुट्टीकै दिन बनाउनु पर्ला। सो छुट्टीको दिन कतै गएछ भने हेरौँ भन्दै आजलाई म बिदा हुन चाहन्छु गाइज, किनभने अब काम गर्ने मेरो स्टोर क्याफे आइसकेको छ। यहाँबाट अब त्यही 1 मिनट लाग्दैन मलाई, आइसक्यो नि, कहाँ 1 मिनट लाग्ने र होइन गाइज। र यो अगाडि यो नेसनल वाटर कम्पनी भयो होला यहाँको ठ्याक्क अपोजिटमा डक्टर क्याफे छ। सो गाइज फाइनली म चाहिँ मेरो क्याफेमा नि आइसकेको छु, र अब चाहिँ क्याफेमा गएर तातो कफी पिएको मजा छुट्टै हुन्छ। भाइ त आइसक्यो रहेछ एउटा साइकलिस्ट भाइ। ओ ब्रो हाउ आर यु? यु आर इन माई भ्लग, यु आर इन माई भ्लग ब्रो। You exchange your car? Huh? You exchange your car now? No. Okay. गाई यसरी चाहिँ कार छ क्या, हामी त नेपालीहरू घरतिरै पैसा पठाउनु पर्यो, ठिकै छ। ल यो हाम्रो ड्राइभ थ्रु होइन, यही हो। अब यता बाहिर त के देखाउँ। ल फाइनली गाइज म मेरो स्टोरमा आएँ, अब कफी सफी पिउँछु। अब सट्टै साथीभाइहरू यताउता सामानहरू हेर्नुपर्छ र काम गर्नुपर्छ भन्दै अर्को भ्लगमा भेट्ने बाचा गर्दै सबैजनाको दिन राम्रो बितोस्। भ्लगलाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला, र धेरैभन्दा धेरै वाच अनि धेरै माया गरिदिनु होला भन्दै आजको दिन बिहान यहीँ समाप्त गर्न चाहन्छु। र नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै सबैलाई लाल सलाम भन्दै, लाल सलाम त होइन के अरे, नमस्कार भन्दै, लभ यु अल, बाई बाई।